हेलो एन्ड नमस्ते गाइज। आज भने मैले एकदमै खुसीको खबर लिएर आइसकेको छु। भर्खरै मात्रै 2081 फागुन 1 गतेबाट भएको अफिसर क्याडेटको रिटर्न एक्जामको नतिजा प्रकाशित भइसकेको छ। लिखित परीक्षामा उत्तीर्ण सम्पूर्ण उम्मेदवारलाई धेरैभन्दा धेरै बधाई तथा आउने चरणको लागि शुभकामना पनि दिन चाहन्छु। र अब भने हामी रिजल्ट हेर्न जाँदैछौँ। लोक सेवा आयोग लिखित परीक्षा नतिजा प्रकाशन शाखा कमल पोखरी काठमाडौँ। मिति 2082 2 महिना 19 गते जुन विज्ञापन प्रकाशन भएको मिति हो र विज्ञापन नम्बर 08182 रहेको छ। र नेपाली सेनाको यस आयोगबाट लिएको लिखित परीक्षाको देखाएको विज्ञापनमा सम्मिलित उम्मेदवारमध्ये रोल नम्बरहरूको क्रमानुसार देखाएको रोल नम्बर तथा नामथर भएका उम्मेदवारहरू अन्तर्वार्ता तथा अन्य कार्यक्रमको लागि छनौट भएको व्यवहार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। साथै अन्तर्वार्ता तथा अन्य कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ। जुन ब्यारेकबाट तपाईले फर्म भर्नुभएको छ त्यसमा सम्पर्क गर्नु भनेको छ। र त्यसपछि सेवा सैनिक साधारण र पद अधिकृत क्याडेट लिप सञ्चालन मिति जुन एक्जाम भएको मिति थियो 2081 11 महिना 2 गते 3 गते 4 गते र त्यति नै भएको थियो। नतिजा प्रकाशन गर्ने कार्यालय लोक सेवा आयोग केन्द्रीय कार्यालय हो र विज्ञापन नम्बर 08182 खुल्ला तथा समावेशी र माग सङ्ख्या 280 थियो भने अब लिपि सम्मिलित सङ्ख्या लिखित दिँदाखेरि 1523 जना सम्मिलित भएको रहेछन् र सैनिक सन्ततिमा 14 जना माग गरेकोमा 4 जना मात्रै त्यहाँ फर्म भर्ने मान्छे भएछ भने त्यही भएर त्यहाँको 10 यता खुल्लामा जोडिएछ र मधेसीमा 33 कोटामा 16 जना मात्रै आएछ भने चाहिँ त्यहाँको 17 वटा खुल्लामै जोडिएछ। र हाम्रो टोटल खुल्लाबाट सैनिक सन्ततिबाट 4 जनाले निकालेछ भने खुल्लाबाट 815 जनाले भने महिलामा 128 जना, आदिवासी जनजातिमा 195 जना, मधेसीमा 16 जना, दलितमा 35 जना र पिछेमा 30 जनाले नाम निकालेको रहेछ। र यसमा रोल नम्बर क्रमानु अनुसार दिएको छ। उम्मेदवारको नाम थर, बाबुको नाम र बाजेको नाम र छनौट समूह कुन कुनबाट छनौट भएको त्यो अनुसार दिएको छ। म बिस्तारै स्क्रल गर्दै जान्छु। तपाईले आफ्नो नाम कुनमा परेको छ हेर्नु होला। तपाईले पज गरेर हेर्न सक्नुहुन्छ। तपाईले रिजल्ट चेक गर्दाखेरि आफ्नो दर्ता नम्बर र कुनै दर्ता नम्बर आफ्नो उम्मेदवारको नामथर र बाबुको नामथर हेरेर चेक गर्नु होला। 280 कोटामा धेरै नै पास भइसकेको छ। चार 445-46 आइसकेको छ हाम्रो झन्डै। धेरै नै नाम निस्काउन सफल भएको छ व्यक्तिहरू। लगभग 600 आइसकेको छ। हाम्रो कोडा भनेको जम्मा 280 मात्रै रहेको छ। यसमा 700 पुगिसक्यो छ, 800 पुगिसक्यो। ल झन्डै 815 जनाले नाम निकाल्न सफल भएछ यसमा। र मदन कुमार बजगाई शाखा अधिकृत, कृष्ण प्रसाद उमगाई शाखा अधिकृत, उमेश कुमार पौडेल लिखित परीक्षाकोहरू र यतिकै रहेको रहेछ हाम्रो। 815 जनाले नाम निकाल्न सफल भएछ यसमा। र जसले नाम निकाल्न सफल हुनुभयो उहाँहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। अबको टिओ आइओ जिटिओ सिजन तथा अन्तर्वार्ता पास गरी आफूलाई अफिसर क्याडेटमा कन्भर्ट गर्नुहोस् र सबैजनालाई बेस्ट विशेष भन्न चाहन्छु। र जसको नाम निस्केन उहाँहरूले पनि मन सानो नगर्नुहोस्, अर्कोचोटि पनि देखाउनुहोस्, मेहनत गर्नुहोस्, अवश्य सफल भइन्छ। र हाम्रो जम्मै 1531 जना
ले एक्जाम दिनुभएको थियो भने अहिले जम्मा 815 जनाको नाम निस्कियो र दुःखको कुरा भनेको 716 जनाको नाम आएन अर्थात् फेल हुनुभयो उहाँहरू र अबको सिलेक्सन झनै टफ हुनेवाला छ किनभने 280 कोटामा प्रतिस्पर्धी 815 जना रहेको छ र अबको टिओ आइओ जिटिओ सिजनमा पनि उत्तिकै प्रतिस्पर्धा हुनेछ। अब भिडियोलाई धेरै लम्ब्याउन चाहिन र अन्त्यमा भिडियो मन पर्यो भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् र जसको नाम निस्क्यो सबैजनाले कमेन्ट पनि गरेर जानु होला। धन्यवाद।